केसहरू हालिरहन नपरोस् चुप लाएर मैले माया कुरो दिएर मलाई छुटकारा दिनु। ओइ ठग्गै के गर्न लागेको हो? मुद्दा लड्दैछस् क्या रे? वकिलको फी भर्ने पैसा समेत नभएर तैँले यही घरको चामल चोरेर बेच्न खोजेको हो? बेच्न होइन, तिमीलाई यहाँबाट खेद्न खोज्दै छु। अब त जस्तीको अनुहार हेरेर त्यो अर्का घर बिगार्ने काहीँ केटा नपाएर अर्का पोइको पछि लाग्ने केटीको अनुहार हेरेर मलाई यहाँ खानु छैन। अब तिमीहरू यहाँ होइन, तलतिरको कुनै कोठा पकाइ तुलाइ गर्ने खाने, यहाँबाट निक्लेर जाने। मैले सबै भाँडा कुँडादेखि चामल तिमीहरूका लागि छुट्याइदिँदै हुँ। तल बस्नु, छुट्टै पकाएर खानु। अब तिमीहरूको देवरले भोलि अदालत गइहाल्यो भने पनि कति लम्ब्याउने यो मुद्दा त्यसको त कुनै भर छैन। मेरो